हामीले अनलाइनमा कति राम्रा एकदमै रियल देखिने पहलहरू देख्छौँ नि हैन, अनि सोच्छौँ यो साँच्चै खिचेको हो कि बनाएको होला। ल आजको यो विश्लेषणमा हामी यस्तै अविस्मरणीय क्षणहरूलाई कसरी जीवन्त बनाउन सकिन्छ भन्ने कला र प्रविधि दुवैको रहस्य खोल्नेछौँ। सोच्नुस् त, कतिपय पलहरू यस्ता हुन्छन् एकदमै शुद्ध, बनावट नभएका, जसलाई हामी सधैँका लागि कैद गर्न चाहन्छौँ। जस्तो कि एउटा सानो बच्चा र घरपालुवा जनावर बीचको त्यो कोमल अन्तर्क्रिया। हो, हामीले खोजेको भावना, त्यो मुटु छुने पल भनेकै यस्तै हो। हाम्रो भावनात्मक लक्ष्य भनेकै यही हो। यस्तै छोटो तर मिठो पलहरूले नै हामीलाई केही नयाँ सृजना गर्न हौसला दिन्छ। किनभने वास्तवमा भन्ने हो भने यस्तै साना तर गहिरा पलहरूले नै हाम्रो जीवनमा अर्थ र सुन्दरता थप्ने हो। तर यहाँनिर एउटा ठूलो चुनौती छ। यस्ता साँचो पलहरूलाई खिच्न खोज्दा त्यसको जादु नै हराइदिन्छ। त्यो प्राकृतिकपन कायम राखेर कैद गर्नु साँच्चै गाह्रो काम हो। ल, यसको समाधान खोज्दा सबैभन्दा पहिलो कुरा आउँछ हाम्रो मानसिकतामा। हामीले आफ्नो सोच्ने तरिका नै बदल्नुपर्छ। क्यामेरा पछाडि बसेर यो गर उसो गर भन्ने निर्देशक बन्नुको सट्टा चुपचाप त्यो कथालाई हेर्ने एक कथाकार बन्नुपर्छ। अब यो कसरी काम गर्छ त? आउनुहोस् हेरौँ। यो एउटा एकदमै महत्त्वपूर्ण सिद्धान्त हो। सबैभन्दा राम्रा तस्बिरहरू प्राविधिक रूपमा पर्फेक्ट हुनैपर्छ भन्ने छैन। बरु ती तस्बिरहरूले त्यो क्षणको वास्तविक सम्बन्ध, त्यो भावनालाई कैद गर्न सक्नुपर्छ। यो महसुस गर्ने कुरा हो, निर्देशन दिएर बनाउने होइन। यो दुई तरिकाको तुलनालाई हामी एउटा अनपोजिङ चुनौती पनि भन्न सक्छौँ। मतलब पोज नगराउने चुनौती। यहाँ सृजनाकर्ताको काम भनेको त्यो पललाई आफ्नै गतिमा स्वाभाविक रूपमा अघि बढ्न दिनु हो। ल क्यामेरामा हेर भन्नुको सट्टा उनीहरूले के गरिरहेका छन् त्यसलाई चुपचाप अवलोकन गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। ल, मानसिकता त ठिक भयो। अब कुरा गरौँ केही व्यावहारिक उपकरणहरूको। परम्परागत फोटोग्राफीको कुरा गर्दा कुनै पनि फोटोको मुड बनाउने सबैभन्दा शक्तिशाली तत्त्व भनेको प्राकृतिक प्रकाश यानि नेचुरल लाइट हो। र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त्यसलाई कसरी आकार दिने भन्ने हो। पत्याउनुहुन्छ? मुड बनाउनको लागि सबैभन्दा शक्तिशाली टुल भनेको प्राय घरको एउटा झ्याल मात्रै पनि हुन सक्छ। हो, एउटै साधारण झ्याललाई पनि व्यावसायिक सिनेम्याटिक दृश्यहरू बनाउन प्रयोग गर्न सकिन्छ। तर यसको लागि त्यो झ्यालबाट आएको प्रकाशलाई कसरी आकार दिने भनेर चाहिँ बुझ्नुपर्छ। यो एकदमै सरल प्रक्रिया हो। छोटकरीमा हेरौँ है त। पहिलो स्टेप, झ्यालको लागि एक्सपोजर मिलाउने, ताकि बाहिरको दृश्य एकदमै सेतो, जलेको जस्तो नदेखियोस्। दोस्रो, आफ्नो सब्जेक्ट यानि जुन व्यक्ति वा वस्तुको फोटो खिच्दै हुनुहुन्छ त्यसलाई उज्यालो बनाउन एउटा की लाइट वा मुख्य प्रकाश थप्नुहोस्। र तेस्रो, कालो कपडा वा बोर्ड जस्तो केही प्रयोग गरेर छायालाई अझै गाढा बनाउनुहोस्। यसले फोटोमा गहिराई थप्छ। यहाँ केही प्रो टिप्सहरू छन्। जस्तै कडा घाम आइरहेको छ भने त्यसलाई नरम बनाउन पातलो पर्दा प्रयोग गर्न सकिन्छ। प्रकाशलाई अलिकति फैलाउन सेतो बोर्डहरू प्रयोग गर्न सकिन्छ। अनि छायालाई अझै गहिरो बनाउन नेगेटिभ फेलको लागि कालो सामग्री प्रयोग गर्न सकिन्छ। देख्नुभयो त, यस्ता साना समायोजनले पनि कति ठूलो फरक पार्छ। सामान्य झ्यालको प्रकाशलाई पनि व्यावसायिक लुक दिन सकिन्छ। ल, परम्परागत टुलकिटको कुरा त भयो। अब लागौँ अलिकति आधुनिक टुलकिटतर्फ। अब हामी एआई भिडियो जेनेरेसनको कुरा गर्नेछौँ। तर यसलाई फोटोग्राफीको सट्टामा आएको विकल्पको रूपमा होइन है, बरु हाम्रो कल्पनालाई निर्देशन दिने एउटा शक्तिशाली नयाँ उपकरणको रूपमा हेर्नेछौँ। यो एआई भिडियो प्रम्प्ट भनेको के हो त? सोच्नुस्, यो निर्देशनहरूको एउटा सेट हो जसले एआई भिडियो जेनेरेटरको लागि एउटा ब्लुप्रिन्टको रूपमा काम गर्छ। यसले एआईलाई के बनाउने, कसरी फ्रेम गर्ने र त्यो भर्चुअल सिनमा कस्तो लाइट राख्ने भनेर बताउँछ। सरल भाषामा भन्दा शब्दहरूबाटै एउटा भर्चुअल सिनलाई निर्देशन दिनु हो। यहाँ तपाईँको शब्द नै क्यामेरा हो, लाइट हो अनि एक्सन पनि। यसको एउटा फर्मुला पनि छ जसले हामीलाई सृजनात्मक नियन्त्रण दिन्छ। जस्तै पहिला सब्जेक्ट र एक्सन के हो बताउने, त्यसपछि त्यो कुन वातावरणमा छ भन्ने, अनि क्यामेराको एंगल र मुभमेन्ट कस्तो हुने, प्रकाश र मुड कस्तो हुने, र अन्त्यमा शैली कस्तो हुने, सिनेम्याटिक हो कि डकुमेन्ट्री। यो फर्मुला प्रयोग गरेर आफ्नो कल्पनालाई एकदमै सटीक रूपमा निर्देशन दिन सकिन्छ। अनि एआईलाई निर्देशन दिँदा हामीले केही खास भाषा प्रयोग गर्नुपर्छ, ठ्याक्कै फिल्म निर्देशकले जस्तै क्यामेराको लागि स्लो डल इन वा ट्र्याकिङ शट भन्ने, प्रकाशको लागि सफ्ट डिफ्युज्ड लाइटिङ वा गोल्डन आवर ग्लो भन्ने,
अनि शैलीको लागि सिनेम्याटिक वा डकुमेन्ट्री जस्ता शब्दहरू। यस्ता विशेष शब्दहरूले एआईलाई एकदमै सटिक निर्देशन दिन्छ र परिणाम पनि त्यही अनुसार आकर्षक आउँछ। ल, अहिलेसम्म हामीले दुईवटा फरक टुलकिटहरू हेऱ्यौँ, एउटा परम्परागत फोटोग्राफीको र अर्को भविष्यको यानि एआईको। अब यी दुई अलग संसारलाई एकै ठाउँमा ल्याएर हेरौँ न त, किनभने टुलकिट फरक भए पनि यी दुवैको लक्ष्य भने एउटै छ, वास्तविकतालाई जीवन्त बनाउनु। यो तालिकामा हेर्नुस् त, कति रोचक तुलना छ। एकातिर फोटोग्राफर छ, अर्कोतिर एआई निर्देशक। फोटोग्राफरको मुख्य टुल क्यामेरा हो भने एआई निर्देशकको टुल एआई प्रम्प्ट हो। फोटोग्राफरले प्राकृतिक प्रकाश प्रयोग गर्छ, एआई निर्देशकले प्रकाश सम्बन्धी किवर्ड्सहरू। फोटोग्राफरको लक्ष्य अवलोकन गरेर कैद गर्नु हो, एआई निर्देशकको लक्ष्य कल्पना गरेर वर्णन गर्नु हो। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने उपकरण फरक भए पनि सृजनात्मक सिद्धान्तहरू उही नै हुन्। कथा भन्नको लागि प्रकाश, फ्रेम र भावना, यी कुराहरू दुवैमा चाहिन्छ। भनेपछि अन्तिम लक्ष्य के हो त? त्यो हो वास्तविकता। तर वास्तविकता भनेको साँचो महसुस हुने छवि बनाउनु हो। र साँचोको मतलब त्यो घटना साँच्चै घट्यो वा घटेन भन्ने मात्र होइन। साँचोको मतलब हो त्यो भावनात्मक सत्य जुन त्यो पलले हामीलाई महसुस गराउँछ, चाहे त्यो क्यामेराले कैद गरिएको होस् वा कल्पनाले सृजना गरिएको। र अन्तमा एउटा प्रश्न छोडेर जाँदैछौँ, एआईले यति पर्फेक्ट भिजुअलहरू बनाउन सक्ने संसारमा कुनै पनि पललाई साँच्चै वास्तविक बनाउने कुरा चाहिँ के होला? रचनात्मकताको भविष्य कस्तो होला र कुन कुराले एउटा छविलाई साँच्चै अविस्मरणीय बनाउँछ? सोच्नुहोला है।